हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो मिनी भ्लगमा। यो चाहिँ हाम्रो छिमेकीले ल्याइदिनु भएको थियो। ठुलो बुवा भन्नुपर्छ, उहाँले यति राम्रो दही थियो, घरकै दही अनि घरकै केरा ल्याइदिनु भएको थियो। ल्याउन साथ म त खाइहालेँ। घरमा 4 जना छ, त्यही भएर 4वटा ल्याइदिनु भएको थियो। म चाहिँ बिहानको काम सबै भ्याएर नुहाइधुवाइ गरेर खानासाना सब बनाएर 9 बजेतिर लागेँ म फुल रोप्न। मैले चाहिँ यो फुल चाहिँ लमैबाट मगाएको थिएँ। हिजो चाहिँ बुवा लमै जानुभएको थियो। त्यति बेला चाहिँ मैले मम्मीले जति फुल हुन्छ पठाइदिनु होला भन्नुभएको थियो। अनि मैले मेरो बिहानभरि लगभग 1 घन्टा जति यही फुल रोप्ने कामै भयो। अगाडि खनेर लगभग 4-5 थरीको फुल पठाइदिनु भएको थियो। दुबे फुल चाहिँ मैले अर्कोवाला भने हो, अर्को पठाइदिनु भएको थियो। त्यही पनि ठिक छ। यो गेटनेर पनि रोपेँ मैले येल्लो कलरको। अझै बाँकी ल्याउने छ। गोबडियाबाट मिसोहरूसँग मगाउनु पर्ला फुल चाहिँ। अनि अगाडि दामी गराउनु पर्ला। मैले योभन्दा अगाडि 1 वर्ष अगाडि ल्याएको यस्तो राम्रो भएको थियो। अहिले सबै मासिसक्यो। यो अगाडि गेट बनाउँदा अनि पछाडि पनि यो बारदली बनाउँदाखेरि सबै मासिहाल्यो। त्यसपछि बुवा मम्मी म भएर खाना खायो। आज चाहिँ सानबाबु लगभग 2:30 बजे आउनुभएको थियो। त्यसपछि बल्ल खानुभयो आएर। अनि आज चाहिँ सानबाबुको साथीलाई खाना खान बोलाएको। अनि त्यहीको लागि तयारी। घरमा भएको एउटा कुखुरा काट्यो, अनि पछि अचार, साग अनि दाल, मासु गरेर। अनि उहाँ बाबुको साथी चाहिँ चौधरी हुनुहुन्छ। अनि चौधरीहरूलाई चाहिँ धेरै तरकारी एकदम मनपर्छ। त्यही भएर मैले चाहिँ धेरै थरीको पकाऊ भनेर मैले बनाएको। म 5 बजेदेखि खाना बनाउन लाग्यो। लगभग 6-7-8 बजेतिर सकिएको थियो। अनि यो खाना बनाउँदाखेरि चाहिँ सानबाबु कुखुरा काटिराख्नु भएको थियो। यतिकै मैले यो साग भुटे, भाजीको साग। यति बेला लाइन गयो। लगभग मैले खाना अलिकति बाँकी थियो पकाउनु, भात पकाउनु थियो। लाइन आएन अनि म यत्तिकै बसिरहेको थिएँ। लाइन त्यसपछि एकछिनमा आयो र मैले मासु पकाएँ। फेरि मासु पकाइसकेपछि चाहिँ मैले भात पनि यति बेला नै राखिदिइहालेँ। अनि हामीहरू त्यहाँ बाबुलाई पर्खियौँ आउनु भएन। अनि फोन गरेको, लाज मान्नुभयो कि खोइ के भयो, आउनु भएन। अनि हामीहरू उहाँलाई भनेको खाना हामीहरू खान सुरु गऱ्यौँ। मम्मी बुवाले चाहिँ आज आटो पकाउनु भएको थियो, ढिँडो। मासुसँग ढिँडो खाने भनेर उहाँहरूले ढिँडो खानुभयो। अनि हामीले चाहिँ दाल भात तरकारी धेरै थियो आज चाहिँ। मजाले 4 जना गफ गर्दै लगभग 10 बजेतिर सक्यो खाना खाएर। त्यसपछि म माथिको जति जे बचेको थियो सबै फ्रिजमा राख्नको लागि लिएँ। माथि सबै बडाल कुडाल गरेर भाँडा माझेर। अनि यहाँ हल्का भाँडा रहेछ, अनि तिनीहरू भाँडा पनि माझ्न थालेँ। अनि यो फोहोर थियो। अनि मलाई झ्याउ लाग्छ, मलाई मनै पर्दैन। त्यही भएर भोलि गर्ने भन्दै हुनुहुन्थ्यो बुवाले। अनि मैले चाहिँ नाइ म आजै सफा गर्छु भनेर सफा गरेँ। 1-2वटा भाँडा थियो, तिनीहरू पनि माझेँ। अनि मैले अघि चाहिँ दाल पकाउँदा चाहिँ यो कुकर नै जलेछ कि, दालै जलेर अनि त्यो चाहिँ धुन मिलेन। एउटा भाँडा बाँकी थियो, त्यो माझेँ। त्यत्तिकै माझेर सबै काम भ्याएर चाहिँ म लागेँ मेरो कोठातिर। फेरि पानी राख्न बिर्सेछु। मैले यो भोलि खानको लागि तामाको लोटामा 1 जग पानी, त्यसपछि 2-3वटा लसुनको पुरिया। मलाई ग्यास्ट्रिक छ, त्यही भएर यो म डेली बनाएर खान्छु। यो सन्चो हुन्छ भन्ने सुनेको छु, त्यही भएर। अनि फेरि यो पितृको लागि म जहिले पनि साँझ राखिदिन्छु। अनि राखेर चाहिँ ढोगेर चाहिँ म लागेँ मेरो कोठातिर। 5 बजेदेखि काम गरेको, 10 बजे काम सकिँदा अलि थकाइ महसुस भएको थियो मलाई। त्यसपछि गगन केसीको म्यासेज आएछ। म्यासेज हेरेको चाहिँ राजेश हमालसँग र मधुसँग फोटो खिचाएको बा। त्यसलाई जिस्काएँ एकछिन। अनि फेरि के भन्न लाग्यो। अनि फेरि झ्याउ लाग्यो। अनि गो एन्ड स्लिप भनेर अनि त्यसलाई थर्काएर अनि फोन राखिदिएँ। अनि एकछिन थकाइ लागेको थियो मलाई। अनि
त्यसपछि अब भोलि नुहाउनु पर्ने भएर चाहिँ कपालमा तेल लगाऊ भनेर चाहिँ एकछिन कपालमा तेल लगाएँ। नुहाउनुभन्दा अगाडि लगाउँदा राम्रो हुन्छ, त्यही भएर। आजलाई मेरो मिनी भ्लग सक्यो। टाटा बाई, लभ यु अल।